गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी मन्दिर जान लाखौँ शनिबार पारेर टक्क हिँड्दै हिँड्दै हाम्रो चाहिँ शाखा सन्तान छ यता यसरी हिँड्दै छन्। हाम्रो यताबाट जाने बाटो चाहिँ हामी सरेको ठाउँबाट चाहिँ यस्तो बाटो छ उता त हिलो हिलो हरियो पहेँलो। यहाँ चाहिँ सबैजना थरी थरीको नागिनहरू हिँड्दैछ। निलो नागिन, पहेँलो नागिन, हरियो नागिन, उता दुइटा चाहिँ छप्री दुइटा छ। अनि त्यसपछि म चाहिँ सेतो नागिन, बेबी र म सेतो नागिन। है बेबी हाई गर्दै ल, बोल्नु पऱ्यो नि, चुप गरिदेऊ, चुप गरेछ। अनि दर्शकबिन कालो रात कालो हरियो रातमा म उपस्थित भइसकेको छु। नमस्कार सबैजनालाई। हामी चाहिँ अब कुन मन्दिर जानला भन्दाखेरिमा वसुन्धरामा छैन कि कुन भोजवेर भन्नु त काल भैरव ए लिङ्ग भैरव अहिले गएपछि हामी देखाउनेवाला दाँत दुखेर हामी चाहिँ गाडी चढेर सरर जाँदैछौँ। फाइनली हामी आइसक्यौँ। होइन यहीँ राख्ने होला चप्पल। तपाईँलाई कस्तो लागिरहेछ मन्दिर आएर? मन्दिर चाहिँ रमाइलो लागिरहेछ, आनन्द आइरहेछ। तिमीलाई कस्तो लागिरहेछ? कस्तो अनौठो मन्दिर जस्तो ए उता भित्र हग्यो सबै। ए हामी त पूजा गर्ने के पनि ल्याएन नि, हामी त ढोग्ने मात्रै हो। हामीले भिडियो बनाउनु हो र देखिरहेको छ त उता हो। ए मैले त एकचोटि घुमिदिएँ। ढोका अनि त्यहाँ निमको पात त्यो खानु रे। ल बेबी बाँकी गर, नमस्ते गर, यहाँ नमस्ते गर। त्यसलाई ऊ घ्याम्पो जस्तो मान्ने चाहिँ बहिनी ऊ त्यसलाई नमस्ते गर भन् त कुन्तीलाई। बाँकी गर ल, बाँकी गर, बाँकी। अब चाहिँ हामी पूजा गरेर पनि बाहिर निस्किसक्यौँ। कस्तो लागिरहेको मन्दिर देखेर मन्दिरमा आएर ठिक ठिकै लागिरहेछ। किन कट्टु तान्दैछौ त? कस्तो लागिरहेछ तपाईँलाई? ठिकै लाग्यो। र कस्तो लाग्यो तिमीहरू
दुईजनालाई कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो मन्दिर राम्रो छ हो र अब कस्तो लाग्यो राम्रो भन्न दिनु कस्तो लाग्यो फुल दिने हुँदैन अब यहाँ चाहिँ यस्तो छ यसको नजारा कति राम्रो राम्रो फुलहरू छन् यहाँनिर हेर्नुहोस् यहाँ चाहिँ हाम्रो सन्तानहरू यति धेरै छन् हामी खाजा खाना जानुपर्ने हुन्छ बाई बाई एकछिनमा भेटौँला अब चाहिँ हामी यहाँ खाना आएको छौँ मतलब खाजा खान्छौँ कि खाना खान्छौँ खै खै त तपाईँ के खाने के खाने के खाने के खाने के पाउँछ म अहिलेसम्म यस्तो हो कि हुँदो रहेछ आच्छी के खाने हामीलाई के खाने के खाने तिमीहरू दुईजना सानो के खाने ऊ होला नि बरु प्लेटहरू के भन्छ कम्बो त्यस्तोमा के कम्बो खा त कम्बोहरू के खा यस्तो राम्रो ठाउँ छ यो चाहिँ कहाँनिर हो भने बस्नु भएको यता सबैको चोइस थरी थरीका छन् यहाँ बल्ल हाम्रो यति कोल्ड ड्रिङ्क्स आए अब अरू खाना पनि हुन्छ कस्तो लाग्यो कस्तो लाग्यो कस्तो छ मार्ने पानी खाने भने है सबैजना आफ्नो तालमा छन् मिठो छ खाएको छैन मिठो अलि बिस्तारै खा अड्केर मर्ला भन्छ नि हाम्रो यहाँ यस्तो डिसहरू आइसके चिकन बिरयानी फ्राइड राइस बफ मोमो अझै अरू अर्डर आउनै बाँकी छ सबैजना खानामा आफ्नै आफ्नै धुनमा छन् साथीहरू हामी चाहिँ अब ओर्लेर पनि म चाहिँ पार्लर जान लाग्छु हामीले चाहिँ भाउजूहरूलाई पठाइसक्यौँ म चाहिँ पार्लर जानु लाग्छु किनभने मेरो कपाल तन्काउनलाई तन्काउनलाई हामीले अघि एक रास खाएर पनि फेरि आँप किनिसक्यौँ फेरि आँप खानलाई अब जिन्दगीमा खाना जन्म्या हो खानै पर्ने हुन्छ मेरो कपाल चाहिँ बोटक्स गर्ने हो बोटक्स गर्ने पऱ्यो कपालमा यस्तो अगाडि घुम्री हो है पार्लर गएपछि भेट्न पर्ने हुन्छ साथी चरे क्या आँपै अब चाहिँ यसको यस्तो गुन्द्रुको कपाललाई सिधा बनाउनु लाग्छौँ हामी चाहिँ सिधा बनाउने मान्छे चाहिँ यहाँ आउनुहुन्छ कस्तो लागिरहेको छ तिम्रो कपाल तान्न मेरो यता राम्रै छ पछाडि यहाँ अब यो पुरै अहिले एकछिनमा बिचको पार्ट देखाउँछ अब बाई बाई साथीहरू ये क्या है ये क्या हुआ अचानक से सुन्न यहाँ न तपाईँहरूले केटीलाई चिन्नुहुन्छ यो हो राजेश हमाल सिँगान तान्दै बसिरहेछ कस्तो लागिरहेछ डेडी यस्तो अन्त यो रेस्ट गर्दैछ फाइनली यसको कपाल चाहिँ यस्तो भएको छ अघि कस्तो काङलाङ कुङलुङ थियो बनाउने मान्छे चाहिँ यहाँ छन् कस्तो लागिरहेछ यस्तो सिधा कपाल बोक्दाखेरि तँलाई तपाईँलाई कस्तो लागिरह मलाई दामी लाग्यो मेरो कपाल एकदम मिठो छ कहाँ छ मेरो खिचक न ल्याउ न
अब हामी घर जाने छौँ बाई बाई भनेर भन्दिनँ साथीहरू हामी चाहिँ निस्किसक्यौँ अब यसरी घर जानु पर्ने हुन्छ 8 बज्न लागिसक्यो बिहान कति बजी आएको के हो त अनि म चाहिँ भर्खर नयाँ दुलै हो भनेर नमिल्ने कपाल यस्तो गरेपछि नभिजाएको यहाँ एउटातिर सिटा पानी लगाइराख अब चाहिँ हामी डाइरेक्ट घर गएर भेट्छौँ गाडी पाउँछ कि पाउँदैन पाएन भने ठाउँमा चढ्नुपर्छ पैसा नाश फाइनली हामी घरमा आयौँ गर्मी भएर मन लाग्यो आमा पसिना कस्तो लागिरहेको छ पसिनाले पसिना यस्तो हतारले रातिको 8 बजी हिँडेर यति बेला आइपुगेको छौँ गुड नाइट अब चाहिँ हामी आफ्नो असली रूप नारी रूपमा आउँछौँ बाई बाई साथीहरू गुड नाइट